हेलो एभ्रिवान, दर्शक नमस्ते एन्ड सलाम आलेकुम सबैजनालाई। यति नै हो मैले जानेको चाहिँ। विदेशमा आएको ठ्याक्कै लगभग 4 वर्ष हुन लाग्यो, तर भाषा भनेको त जेरो हो, केही पनि आउँदैन। सुडा मकान भन्न आउँछ, अनि त्यही हो, भाषा त आउँदैन तर पनि ठिकै छ, चलिरहेछ, चल्नुपर्छ, यस्तो हो। विदेशतिर आउनु पऱ्यो, काम गर्नु पऱ्यो। हामी मिडल क्लासको फ्यामिलीहरूलाई अलिकति गाह्रै छ नि त। अनि यताको छोराछोरी अब यताउता हेनतेन इन्जोयमा बित्छ त। हामी मिडल क्लास फ्यामिलीले त विदेशमा आएर दुःख गर्नै पर्छ, आखिर जो नेताले जिते पनि। तर अहिलेको नयाँ नेताहरूको भिजन राम्रो छ, नयाँ युवाहरूको। उनीहरूले चाहिँ केही गर्छ भन्ने चाहिँ आश गरेको छ, गर्नु पनि पर्छ। फेरि जेन्जीहरू खतरै छ, फेरि जेन्जीहरूले त डेन्जरै गरिदिन्छ, अनि यस्तै छ। यताको कुरा छोडिदिउँ, म ठिकै छु भन्नाले अलिअलि रुगा लागिरहेछ। यस्तै हो, विदेशतिर रुगा लाग्छ, के हुन्छ कस्तो हुन्छ, जसरी पनि गर्नै पर्छ, काममा जानै पर्छ। आज सन्डे हो नि त, आज सन्डेमा अलिक बाहिरतिर खुल्ला हावा खाँदै प्रकृतिसँग रमाउँदै छु यतातिर है। ठिकै छ, चिसो चिसो मौसम भइरहेछ आज चाहिँ, आनन्द लागिरहेछ विदेशमा पनि होइन। के गर्नु, च्याउ लाग्छ कहिलेकाहीँ होइन। विदेशमा सबैभन्दा झ्याउ लाग्ने भनेको मलाई नाइट ड्युटी गर्नु हो के। नाइट ड्युटी एकदमै झ्याउ लाग्छ। भगवान्ले नै बनाइदिएको छ नाइट ड्युटी, नाइटमा राति सुत्नुपर्छ भनेर बनाएको छ। तर यहाँ विदेशमा आएर नाइट ड्युटी रातभरि घुटेर काम गर्नुपर्छ। यस्तो गाह्रो हुन्छ नि, ग्यास्ट्रिक हुन्छ, आफै कुरै छोड्दैन। मनी इज एभ्रिथिङ भन्थ्यो, पैसाले गर्नु गएको छ। थाकिसक्यो हौ, म त थाकिसक्यो यता। यस्तै हो जिन्दगी, बिस्तारै चलिरहेछ, हावा जस्तै सरररररर चल्न दिनुपर्छ। हस् त।